तपाईँलाई यादै छ होला म जहिले पनि फार्मर्सकोमा आउँदाखेरि म गिफ्ट लिएर आउँछु है अन्त दाजु जस्तो फार्मर देखेर चाहिँ मलाई एकदम इन्सपायर हुन्छ भित्र मनबाट दिउँ लाग्छ र दाजु तपाईँलाई सानो मेरोबाट तोहफा ल यो एक बन्डल तपाईँलाई एग्रोनेट छ मेरो तर्फबाट है अघि गर्नुहोस् म साथ छु तपाईँको मलाई धेरैले एग्रोनेट उहाँहरूले गर्नुभएको छ र उहाँलाई पनि म सानो गिफ्ट मेरो तर्फबाट दिन चाहन्छु र यो तपाईँलाई पनि ल तपाईँलाई मैले एक बन्डल एग्रोनेट ल्याइदिएको छु मेरो तर्फबाट है तपाईँले यसरी अघि बढ्नुहोस् है यसरी अघि बढेर खेतीपाती गरेर तपाईँले एउटा राम्रो एउटा तपाईँले सेट गर्नुभएको छ कि नथिङ इज इम्पोसिबल किन तपाईँहरूले इस्कुस लगायो भने तपाईँलाई फाइदा हुन्छ भिडियोमा मक्कै लाग्छ नि त खान मान्छेहरूले मेरो पनि गरिदियो भन्छ उसको पनि गरिदियो भन्छ हो भिडियो गर्नु चाहिँ साह्रो छ यहाँ चाहिँ मटर सकेको मटर चाहिँ सकेको अब माथि के छ आलु यहाँ है सबैलाई फेरि है नमस्ते गुड मर्निङ है म अमित छेत्री र दाजुहरूको मैले हिजो है हाम्रो किरण दाजु र हाम्रो इलन दाजुको हिजो मैले बजारमा चाहिँ मैले सब्जीहरू दिएँ थिएँ दाजुले मलाई अस्ति नै यहाँ मलाई इन्भिटेसन दिनुभएको थियो आउनुहोस् फार्ममा है त फार्म यति डरलाग्दो राम्रो बनाउनु भएको रहेछ यति सुन्दर है फार्म पनि तपाईँको दाजु कति एरियामा गर्नुभएको थियो यो सर 6 हलको मेरो 6 हलको मेरोमा उहाँले खेतीपाती गर्नुभएको रहेछ है अन्त यहाँ धेरै हर्टिकल्चर डिपार्टमेन्ट एग्रिकल्चर डिपार्टमेन्टले है आत्माले धेरै सपोर्टहरू दाजुलाई गर्नुभएको रहेछ खुसी पनि लाग्यो हर्टिकल्चर डिपार्टमेन्टबाट उहाँहरूले ट्याङ्की पनि पाउनु भएको रहेछ 5000 को है एग्रिकल्चरबाट पनि पाउनु भएको छ ट्याङ्की अन्त धेरै चिजहरू है एग्रोनेटहरू पनि धेरै पाउनु भएको छ खुसी लाग्यो म त आज यहाँ किन आएको छु भन्दा दाजुले हिजो बजारमा धेरै राम्रो सब्जी ल्याए आजसम्म दाजुले गरेको छ कि छैन भनेर चाहिँ म यहाँ आज आएको थिएँ कि अर्काकोबाट ल्याएको हो कि होइन किनकि मलाई डाउट भयो होइन त्यहाँदेखि चाहिँ आज आउँदा छक्कै परेँ म आम्मा दाजुको सब्जीहरू यति डर के रोप्नु भएको छ सब्जीहरू यहाँनिर छ फुलकोपी छ बन्दाकोपी छ अनि ब्रोकोली छ है लसुन छ प्याज छ गाजर छ टमाटर छ अनि मटर चाहिँ अहिले सकिरहेको छ आलु छ मेरो आलु है मटर उहाँले सक्नु भएछ बेचेर ब्रोकोली पनि उहाँले सक्नु रहेछ फुलकोपी पनि अलमोस्ट सकिसकेछ अब आलु रहेछ र तपाईँलाई यादै छ र है उहाँहरूले चाहिँ हजारे ब्रदर्स प्रथममा हजारे ब्रदर्सबाट है उहाँले इन्सपायर भएर चाहिँ उहाँले काम गर्नुभएको यो कुरा उहाँले पनि भन्नुभयो किनकि नम्बर 1 पहिला प्रथममा हजारे ब्रदर्स हुनुहुन्थ्यो अहिले के फार्म हुनुहुन्छ है र तपाईँलाई यादै छ होला म जहिले पनि फार्मर्सकोमा आउँदाखेरि म गिफ्ट लिएर आउँछु है अन्त दाजु जस्तो फार्मर देखेर चाहिँ मलाई एकदम इन्सपायर हुन्छ भित्र मनबाट दिउँ लाग्छ र दाजु तपाईँलाई सानो मेरोबाट तोहफा ल यो एक बन्डल तपाईँलाई एग्रोनेट छ मेरो तर्फबाट है अघि गर्नुहोस् म साथ छु तपाईँको मलाई धेरैले एग्रोनेट माग्नु सर मलाई गर्नु तर
उहाँले यस्तै दाजु जस्तै प्रोग्रेस गर्नुहोस्, हामी तपाईँको घरमा आएर दिन्छ एग्नेट, म यो भन्न चाहन्छु है। तपाईँले राम्रो काम गर्नुहोस् है। अन्त यो चाहिँ तपाईँको मेरो गिफ्ट हो है, तपाईँले यस्तो राम्रो काम गर्नुभएको छ। किनकि हामीले चाहिँ उहाँ जस्तोलाई चाहिँ सपोर्ट गर्नुपर्छ, पैसा दिएर सपोर्ट होइन है। यसो सामान दिएर उहाँको सब्जीहरू किनिदिनु पऱ्यो। अन्त त्यही छ मेरो उद्देश्य पनि त्यही छ कि है, हाम्रो किसानहरूलाई चाहिँ अघि बढाउँ है। अन्त उहाँले बजारमा ल्याउँदा एकदम मलाई खुसी लाग्यो, बजारमा ल्याएर बेच्दाखेरि धेरैको बेच्नु भएछ है। र दाजुलाई एक दुई शब्द भनिदिनुहोस् है। फर्स्टमा त अमित सरलाई म धेरै धेरै धन्यवाद दिन चाहन्छु। हजुर। किनभने आज सन्डे है, छुट्टीको दिन। छुट्टीको दिन पनि यसरी फार्मरहरूको एउटा गाउँ गाउँमा आएर घुमेर सोध्दै आइदिन, तपाईँ यहाँनिर आइदिनु तपाईँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु है। मलाई के लाग्छ भनेदेखि चाहिँ हामी एउटा फार्मर्सहरूले काम गऱ्यौँ भने चाहिँ डिपार्टमेन्टले पनि हामीलाई धेरै नै सहयोग गर्ने रहेछ है। अब यस्तो त मैले कहीँ देखेको थिइनँ, यस्तो सपोर्ट चाहिँ इन्डियामा चाहिँ मैले कहीँ पनि देखिनँ। गभर्मेन्टबाट चाहिँ यस्तो सपोर्ट मैले पाएको है। यहाँनिर मैले जति पनि सब्जीहरू लगाएको छु एग्रिकल्चर हर्टिकल्चर डिपार्टमेन्टबाट तपाईँको थ्रुबाट नै आत्माबाट पनि मेरोमा आयो है। कतिवटा चिजहरू सिडहरू आयो मेरोमा, सबै मेरो हर्टिकल्चर एग्रिकल्चर र आत्माबाट आएको नै सिडहरू मात्रै छ यहाँनिर। मेरो आफ्नो पर्सनल सिडहरू कोही पनि छैन भने है। अन्त म फेरि पनि तपाईँलाई म धेरै धेरै धन्यवाद दिन चाहन्छु है। यसरी सन्डेको छुट्टीको दिन पनि तपाईँले चाहिँ टाइम निकालेर हाम्रो यहाँ फार्ममा आएर त हामीलाई एकदमै हामी पनि खुसी छौँ हामी तपाईँमाथि। अनि तपाईँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। तपाईँहरूले गर्दछ भने हामीले छुट्टी भन्नु भएन है। अन्त अरू कुरा के छ भने एग्रिकल्चर हर्टिकल्चरले धेरै सिड हुन्छ तर है आत्माले उहाँलाई टेक्नोलोजीहरू धेरै दिनुभएको छ। उहाँलाई कसरी रोप्नु कस्तो पारा रोप्नु भनेर चाहिँ आत्माले टेक्नोलोजी दिनुभएको छ। ल सन्डे चाहिँ है, आज म खासमा म आज घर जानेवाला थिएँ, सन्डेको है ग्यान्टो जानेवाला थिएँ। तर मलाई के लाग्यो नि, म यहाँ आउनै पर्छ। घर त म भरे 2 बजी 3 बजी जाँदा पनि हुन्छ, तर यहाँ आएर तपाईँको एकताल हेर्दा है तपाईँहरूकोमा है, तपाईँले किन मलाई अस्ति नै बोलाउनु हुँदै थियो। अनि तपाईँको प्रमोट गर्ने मेरो जुन उद्देश्य है, फार्मर्सहरूलाई चाहिँ अघि बढाउँ भनेर चाहिँ म हमेसा फार्मर्सहरूकै हेतुमा काम गर्छु। र तपाईँले सबैले है हाम्रो किरण दाजुलाई सपोर्ट गर्नुहोस्। उहाँ ट्याक्सी कुदाउनुहुन्छ है जीविका चलाउनको लागि, तर ट्याक्सी कुदाउने साथसाथ उहाँले फार्मिङ गरेर यसरी मेन्टेन गर्नुभएको छ। र उहाँको एकजना दाजु पनि हुनुहुन्छ है हाम्रो इलन दाजु। ल इलन दाजुलाई म यहाँ ल्याएर एक दुईवटा सोध्नेछु। हुन्छ, थ्याङ्क यू भेरी मच। त आउनुहोस् ल हाम्रो इएनके फार्ममा चाहिँ हाम्रो दाजु पनि हुनुहुन्छ है मेम्बर किरण दाजु। ल इलन दाजुले चाहिँ यो यत्रो 6 हलको मेरोमा उहाँहरूले गर्नुभएको छ। ल उहाँलाई पनि म सानो गिफ्ट मेरो तर्फबाट दिन चाहन्छु। र यो तपाईँलाई पनि ल, तपाईँलाई मैले एक बन्डल एग्नेट ल्याइदिएको छु मेरो तर्फबाट है। तपाईँले यसरी अघि बढ्नुहोस् है। यसरी अघि बढेर खेतीपाती गरेर तपाईँले एउटा राम्रो एउटा तपाईँले सेट गर्नुभएको छ कि है, नथिङ इज इम्पोसिबल भनेर। अन्त यहाँ हेर्नु यति राम्रो है जमिन। हाम्रो चाहिँ मान्छेहरू के गर्छ भने काम गर्दैन, अल्छी गर्छ, अन्त उनीहरूलाई सामान चाहिन्छ। अन्त हामीले मान्छे के पनि गर्छ भने अर्काको देखेर आरिस गर्छ, त्यो नगर्नु कहिले पनि। किसान भएर चाहिँ हामीले किसानकै साथ दिनु पऱ्यो। उहाँले गर्दैछ उहाँलाई सपोर्ट गरौँ, हामीले उहाँलाई ठेल्ने काम गर्नुपर्छ कि हामीले खुट्टा तान्ने काम गर्दैन। अन्त यसरी यस्तो राम्रो राम्रो दाजुले सब्जी लगाउनु भएको छ है। ल उहाँलाई हामी एकदम सपोर्ट गर्छ। र तपाईँले एक दुई शब्द भनिदिनुहोस् न। भन्नु त भाइले भनिहाल्यो। भन्नुहोस्, तपाईँबाट पनि सुनिदिउँ न। तपाईँ आत्मा हर्टिकल्चर एग्रिकल्चरबाट हामीले सबै चिज थोक पाउँदैछौँ, सबै पाइरहेको छौँ सहायता। हजुर। सर म्याडमहरू नै आएर हेरिदिनु भएको छ। हजुर हजुर हजुर। सर म्याडमहरू आएर सहयोग गर्नुभएको छ, सिकाउनु भएको छ हामीलाई। अन्त धेरै कुरो बिरुवाहरू बिजनहरू सबै मलहरू दिनुहुँदैछ। अब हाम्रो गोरुको मलले मात्रै हुँदैन, यसो पाएको डिपार्टमेन्टको मल लाउनै पर्दो रहेछ। हजुर। अन्त के भन्नु सर, तपाईँहरूलाई कस्तो लाग्छ सर डिपार्टमेन्ट आएर दिँदाखेरि कस्तो लाग्छ तपाईँहरूलाई? खुसी लाग्छ सर। अब पहिला हामी गर्दा आउँदैन थियो, अहिले त आउनु थालेपछि जोस बढ्यो। अब अहिले त खोजी आउँछ। अब पहिला त आउँदैन थियो, याद थिएन। यस्तो नि अब बजारमा राम्रो चिज छ भने त हेर्नु जानु मनपर्छ नि, हो क्या भन्नुहोस् होइन? त्यो राम्रो चिज छैन भने त हामीलाई किन हेर्नु जानुपर्छ? खोजीको जान्छ नि हामी। जस्तो तम्बुरा खेल्दै थियो अस्ति, मान्छे खोजिकन जाएको थियो नि, त्यो इन्ट्रेस्ट हुनु पऱ्यो नि हामीलाई पनि है। अनि तपाईँको यहाँ यस्तो टाढो पनि म हिँडेर आएँ भने, किन मलाई अब आउनु भित्रबाट मन पऱ्यो क्या। तपाईँले यत्रो गर्नुहुँदैछ है, यो लगभग अन्त
यसमा के भन्छु भने हाम्रो केएनके फार्म त हुनुहुन्छ है हाम्रो हजारे ब्रदर्स नै उसमा हजारे ब्रदर्सले पनि त काम राम्रो गर्नुहुन्छ हाम्रो हजारे ब्रदर्स हुनुहुन्छ है हाम्रो रमेश दाजुले पनि गर्नुहुन्छ रमेश प्रधानले पनि गर्नुहुन्छ सबै गाउँ ठाउँको डल्लैले काम राम्रो गर्नुहुन्छ है त तपाईँहरूले अलिकति डिपार्टमेन्ट चाहिँ मिलाई काम गर्नुभयो भने चाहिँ तपाईँलाई पनि राम्रो है हामीले कति भनेको मान्नुहोस् म त्यही भन्छु कि डिपार्टमेन्टले पनि तपाईँहरूको राम्रो लागि सोध्छ है अन्त थ्याङ्क यू भेरी मच तपाईँहरूले है यसरी यो अर्ग्यानिकलाई यसरी तपाईँहरूले अघि बढाउनुहोस् है डिपार्टमेन्ट तपाईँको साथ छ भन्दै यो शब्द यहाँ थ्याङ्क यू भेरी मच हुन्छ